मौन अवधि, सुन्ने समय। यो समय भनेको हो हल्लाको पछाडि दौडिन बन्द गरेर ठण्डा दिमागले शान्तपूर्वक सोच्ने समय हो। आफ्नो विचारलाई मन्थन गर्ने समय हो। सही र गलत छुट्याउने समय हो। भ्रम र यथार्थलाई चिर्ने र चिन्ने समय हो। आफ्नो आत्मालाई साक्षी राखेर आफैलाई प्रश्न गर्ने समय हो। इतिहासलाई मूल्याङ्कन गर्ने समय हो। यो देशलाई यहाँसम्म कसले पुर्यायो? यो देशलाई आजसम्म कसले जोगायो? अब यो देशलाई समृद्ध कसरी बनाउने भनेर गम्भीरतापूर्वक सोच्ने समय हो। तपाईले दिने भोट केवल भोट मात्र होइन साथी, तपाईको सपना हो। अझ त्योभन्दा महत्त्वपूर्ण कुरा तपाईको बौद्धिकताको परीक्षण हो। त्यसैले यो निर्वाचनमा तपाईले आफू साँच्चै शिक्षित, सचेत र विवेकशील छु भन्ने प्रमाणित गर्नुहोला। हरेक चुनाव परिवर्तनकै लागि हुने गर्दछ, तर व्यक्ति र सत्ता परिवर्तन मात्रै चुनावको मूल मुद्दा बनाइनु हुँदैन। अबको चुनाव हरेक नेपालीको अवस्था परिवर्तनको लागि हुनुपर्दछ। अबको चुनाव देशलाई समृद्ध हुनै नदिने नीति परिवर्तनको लागि हुनुपर्दछ। अबको चुनाव सीमित धनीहरूले गरिबहरूमाथि गर्ने शोषणको अन्त्यको लागि हुनुपर्दछ। अबको चुनाव भाषणलाई होइन, काम र सुशासनलाई स्थापित गर्नको लागि हुनुपर्दछ। आफ्नै भविष्यलाई थाती राखेर देशको सुन्दर भविष्यको लागि देखेका कयौं सपनाहरू हाम्रै आँखा अगाडि तुइएका छन्। कयौं माथि गरिएका विश्वासहरू धोकामा परिणत भएका छन्। आशाहरू निराशामा बदलिएका छन्। यसपटक भने हामीले आफ्नो सपना र यो देशको सपनालाई तुहिनबाट जोगाउनु पर्छ र त्यसको लागि हामीले जुन गल्ती यस अगाडि गरेका थियौं त्यो गल्तीलाई यसपटक दोहोरिन दिनु हुँदैन। बढ्दै गएको महँगी, घट्दै गएको आम्दानी, घिनलाग्दो भ्रष्टाचार, पलायन हुँदै गरेको युवाहरू, ओह्रालो लाग्दै गरेको नेपालको अन्तर्राष्ट्रिय छवि, उकालो लाग्दै गरेको नेपाली नागरिकमाथिको ऋण, स्वदेशी उत्पादनको निरुत्सान, बढ्दो परनिर्भरता, कालो बजारी, मौलाउँदै गएको नातावाद, कृपावाद, परिवारवाद, भन्सुनवाद, आउँदै गरेको नयाँ पुस्ताको अन्योल भविष्य, खाली हुँदै गएको गाउँघर, वर्षौंसम्म बिछोडिनु परेका श्रीमान श्रीमती र अभिभावकबाट टाढा बस्नु परेका बालबालिका, रुँदै एक्लै बस्नु परेका बुढेसकालका समय, अनि देश फर्किएका ती लासका बाकसहरू, यो सबैलाई विचार गरेर मात्रै यसपटक भोट हाल्नु होला। त्यसैले यसपटक त्यही उम्मेदवारलाई भोट दिनुहोस् जसले तपाईको सपना, तपाईको परिवारको सपना र यो देशको सपनालाई सुनिश्चित गर्छ। अबको यो चुनावमा यो देशले जित्नुपर्छ। हरेक नेपाली नागरिकले जित्नुपर्छ।